गर्दाखेरि भयो रेस्लिङ गर्दाखेरि भयो यसको चाहिँ 4000 पाउन्ड दुईको 4000 पाउन्ड क्षमता मैले भनिहालेँ 1 पाउन्ड बराबर 0.454 केजी 1 पाउन्ड बराबर 0.454 केजी 1 केजी बराबर 2.2 पाउन्ड 1 केजी न्युटन बराबर 101.97 केजी बुझ्नु भने आफै हिसाब गर्नुला 4000 पाउन्ड यसको क्षमता अनि लाइफ ज्याकेटको पनि तपाईँको लाइफ ज्याकेट हेरेर हुन्छ है यति घन्टा यति दिन यसको चाहिँ लाइफ ज्याकेटको कसैको क्षमता अब 24 घन्टा हुन्छ कसैको 36 यो महँगो अनुसार क्वालिटी अनुसार यसको लाइफ ज्याकेट हुन्छ है यो भिडियो पनि काम गर्नु छोड्छ फेरि क्षमता यसको त अब कति होला त 1.5 देखि 2 घण्टा 1 घण्टा धेरै हुन्छ है यो नगरपालिकाले दिएको लाइफ ज्याकेट हो अब धेरै जस्तो क्षमता छैन हेलमेट भइहाल्यो बोट रोक भइहाल्यो मैले त यो सोचेको थिएँ कि सर यो यसको पनि क्षमता हुन्छ तपाईँको हेरी हुन्छ के राम्रो हुन्छ क्या यसको चाहिँ यो भिडियो पनि यो सुन्नुहोस् यता के भन्दै हुनुहुन्छ त्यसपछि चाहिँ काम लाग्छ है यस्तो डुबाउने काम गर्छु अब सिधार्ने त्यसको छ नि 16 केजी न्युटन यसको है 16 केजी न्युटन अनि क्याराबिना अनि एट्रिगर 40 केजी न्युटन 40 केजी न्युटन सामान्य जस्तो देख्नु भयो 40 केजी न्युटन मैले भने 1 केजी न्युटन बराबर 1.97 केजी भनेको चाहिँ आफै हिसाब गर्नु 40 केजी न्युटन यसको क्षमता सामान्य देख्नु भएको होइन यसको पनि भनिहालेँ है 16 केजी न्युटन यसको कुनै अर्को नाम छैन सर यो बिर्सिहालेँ नेपाली नाम के हामीलाई सिकाए थिए अब यो नेपाली नाम 15 देखि 25 मिटरसम्मको हुन्छ है थ्रोब्याक 15 मिटरदेखि 25 मिटरसम्मको हुन्छ थ्रोब्याक